वेलकम टू माई युट्युब च्यानल। अनि आज हामी म्याग्दी गएको। हामी चाहिँ कुसमा हुँदै पर्व हुँदै हामी म्याग्दी गएको। त्यसपछि म्याग्दीमा हामी शनिबारको लागि गएको। यो म्याग्दीको खोला, यो म्याग्दी खोला चाहिँ अब धौलागिरी हिमालबाट आएको रहेछ। यो कुरा बुझेँ। यो डाँडा पछाडि बाग्नु, त्योभन्दा यता चाहिँ म्याग्दी। के ठाउँ रे यो? So finally हामी तातो पानी पनि आइपुग्यो। जान दिन्न होला नि केटी बाटो। त्यो महिलाहरूको त्यो हरिस्पी त्यो केटाहरूको गोल्डन ब्रिज। तातो पानी पनि हामी हेऱ्यो। त्यसपछि हामी तातो पानीमा चाहिँ मान्छेहरू नुहाउने छ, नेचुरल बाथ भनिन्छ, रोगहरू निको हुन्छ रहेछ। त्यो चाहिँ गण्डकी गोल्डन ब्रिज। यो पर्वततिर अब यो कालीगण्डकी पुगिरहेको ठाउँ। त्यो अर्को झुलुङ्गे पुल सबैभन्दा अलिक लामो, लामो होइन अग्लो, यो लामो। हामी त्यसमा त त्यसमा पनि मानिस रहेछ है चढ्ने। यो बाग्लुन, यतातिर पर्वत, अनि त्यो मालढुङ्गा र डाँडा काँडा सबै पुरै गाउँ छ त। त्यता पनि गाउँ छ पुरा। हेलो 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 ल सबै गाउँ छ, डाँडा काँडा सबै। ल फाइनली हामी कुस्मामा आइपुग्यो, पछाडि मिलियनतिर। हामी जस्ट हेरेर मात्रै चित्त बुझायौँ। ल गण्डकी गोल्डन ब्रिज। Let's go 567 meters. It is just moving back. It's a small part of so good. बाग्नु र पर्वत छुटिने कहाँ होला? यही हो? ल यो बाग्नु र पर्वत छुटिने रहेछ। अहिले हामी जाने यो तल तल होइन? राति त झिलिमिली हुन्छ क्या यहाँ। ल सबै लामो पुल हो हो। त्यो के अरे त्यो ठाउँ अस्ति हामी छुट्यो मालढुङ्गा। ए घुम्ती घुम्ती भने ए यसो त घुम्ती घुम्ती भनेको त मालढुङ्गा कटेपछि अब बाग्लुङबाट पर्वतसम्म पुगेर आउनु पर्यो। ओ मालढुङ्गा कटेपछि घुम्ती घुम्ती भनेको यही रहेछ। ल है बेनी बजार छोडेर हामी यस्तो पाहाडमै बिल्डिङ घर छ। पाहाड के को मिलन चोक यो ठाउँ के हो? गलान होइन, यो मल्लाजा। त्यो न के हो त? त्यो मिलन चोक हो। हामी कुस्मामा आइपुग्यो फाइनली। हाम्रो टोलगेट छ कुस्मा भ्यू। जम्पिङ पुल यति हेर्नु 500 रुपियाँ होइन। हामी चाहिँ बेनी पर्वत सबै घुमेर माग्नु सबै घुमेर हामी चाहिँ पोखरा फर्किँदै र हामी रफ्तारमा पुऱ्याउँथेँ। मैले पनि यो अन्डा बाइकलाई चाहिँ खुबै कुदाएँ, खुबै चलाएँ र साथ चाहिँ केही भएको छैन, दिइरहेछ। यदि छिटो आयो कि पोखरा
भन्नु साध्यै छैन। लो फाइनली पोखरा आइपुग्यो हेर अब यहाँ यो नौडाँडा त्यो सारङ्गपुर अनि कुन चाहिँ हो पठार धारापानी कुन चाहिँ हो पठार यो त यो पत्थर अनि यो धारापानी त्यो धारापानी यो सारङ्गपुर मुनि पनि धारापानी पर्छ त त्यो धारापानी पर्छ त्यो पनि धारापानी हो अनि एउटा यता पाउडर पानीतिर पर्यो पाउडर यो कहाँ हो गाउँ